सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ है मित्रहरू। पूर्वबाट काठमाडौँ आइयो, सदनको बैठक बस्नलाई आएको स्थगित गर्दै बसिरहेछ सरकारले। सदन खोल्ने पत्र पठाउनु पर्यो हो सरकारले। हाम्रो बालनजीलाई यो भिडियो सबैले देखाइदिनु होला है। त्यसो गरेर हुँदैन। सदन चालू राख्नुपर्छ, सदनमा बहस पैरवी गर्नुपर्छ, जनताको आवाजहरू सुन्नुपर्छ, जनताको प्रश्नहरूको उत्तर दिनुपर्छ। के गर्नुभयो हो हाम्रो प्रधानमन्त्रीज्यूले? खाली सुकुम्बासी बस्तीमा मात्रै कुदेर हुँदैन हौ सुशासन, विकास हुँदैन। बजेट कहिले बनाउने, हामीले कहिले पास गर्ने, विकास निर्माणको काम के छ, खोइ कहिले गर्ने? त्यो अचम्म लाग्दो लो काम लागेन। ल है सबैले पुऱ्याइदिनु है यो भिडियो, सक्दो सेयर गर्नु, 1 लाख सेयर गर्नु न। सदनको बैठक, सदन लगाउनलाई पत्राचार गर्नु पर्यो सरकारले, पत्राचार गर्नु पर्यो। हुँदैन यसो है, त्यो गर्नु पर्यो है। ल है, यसो गर्नु भएन। जनताको सार्वभौम निकाय हैन, राज्यको सबैभन्दा ठुलो अङ्ग व्यवस्थापिका प्रतिनिधि सभा, त्यहाँबाट गर्ने अध्यादेश ल्याउँदै काम गर्ने होइन। सदन खोल्ने पत्र पठाउनु पर्यो हो सरकारले। हाम्रो